हे नुगी खन्न हुन्न रे घोडाले बिचारीलाई पिटेजन बुढाले माटो काटिन्छ हे तिमलाई भन्छु के भन्नु अरूलाई कजाउ बुढी खेतालाहरूलाई माटो काटिन्छ परिहालेमा हे धेरै जरी नखोजाउ काले परौला नि जनको पालेमा खेतालोमा कुन कुन चाहिँ आउने हो उमेशले गफ मात्रै लाउने हो माटो काटिन्छ परिहाले हे काम नगर्ने यतिकै टोलाको सिलालेलाई कसले हो बोलाको हे बुढी भए झन् दुःख पाइछु अन्तै गएको बिर्सेर यहाँ आइछु माटो काटिन्छ परिहाले हे हाम्रो मकै खन्नलाई आकी दुबलाई छेउ त ये दिदी के बाँकी माटो काटिन्छ परिहाले सिलाले जाम भनी कति साह्रो भएको हो घाम पनि माटो काटिन्छ परिहाले हे मकै उम्रियो बारीको पाटामा कपाल उम्रियो टाटेको टाटा हे खाजा पनि ल्याएको हो बाँड्दे त त्यो टाटेलाई अलिकति जाँड्दे त माटो काटिन्छ परिहाले किन भन्छौ टाटेलाई जाँड्दैन खासै काम राम्रो छैन कि किन भन्यौ टाटेलाई जाँड्दैन मकै खन्छ झारहरू गाड्दैन आज नास्ता ल्याउँछ कि ल्याउँदैन नत्र मैले काम गर्न भ्याउँदैन माटो काटिन्छ परिहाले हे खाजा 3 भारी खान्छेउ 10 वटी त पाइखाना जान्छेउ माटो काटिन्छ परिहाले आज आराम मिल्ने छ थकाइको जरा माथि पल्टाउँछु मकैको माटो काटिन्छ परिहाले हे सबिताको लागेछ पिर झाड लागेछ गुल्टेला तलतिर माटो काटिन्छ परिहाले हे दिई त हाल्यो मैले जड खाए नि खन्छु मकै जति जड लाए माटो काटिन्छ परिहाले हे सबैभन्दा कामदारी बनेछन् झाडको तालमा बसेरै खनिछन् माटो काटिन्छ परिहाले ए मकै खन मानेर डर कोदालीसँग धेरै गफ नगर माटो काटिन्छ परिहाले जाँड खाएको मान्छे हे जता भाजे कोदाली चलाइछे देख्दिनस् र सब मकै ढलाइछे माटो काटिन्छ परिहालेमा जनको पालेमा हे झाड लगाएर हो के म नाचेको बाक्लो मकै भाटामा भाचेको माटो काटिन्छ परिहाले बिचरा सविताले जाड खाएको तालमा यता सुन सविता बिचरा यहाँ रन्थन्या हिन् हे 1 2 भनेर मकै 1 2 भनेर तिमीले मकै के साह्रो गन्छेउ त जा पातलो तै बाक्लो भन्छेउ त माटो काटिन्छ परिहाले हे काम गर भन्न अप्ठ्यारो भएको सानो मान्छे आफू त है हे काम गराउन अप्ठ्यारो भएको सिला देलाई कति बात आएको माटो काटिन्छ परिहाले हे यो सिलाको जतानी बात हुन्छ काम गर्दिनन् काम सबै पात हुन्छ माटो काटिन्छ परिहाले लगाउँछिन् मन कता डुलाउँछिन् आफू भुल्छिन् हामीलाई नि भुलाउँछिन् माटो काटिन्छ परिहाले कोही हँसाउने कसैलाई रुवाउने हाम्री आमा उस्तै हुन् झाड खुवाउने माटो काटिन्छ परिहाले हे टाटेलाई जाँड खुवाकी थिइन् सातेर आफै आइछन् बाटै माथि ए मालिक कता गए यो घरको एकाले ए मालिक कता गए यो घरको चुरोड तान्न मन लाग्थ्यो एक सरको माटो काटिन्छ परिहाले हे सिगरेट छैन नजिकै आऊ है बाले सुर्ती ल्याएका छन् त्यही खाऊ धेरै छिछि के गरी खानी हो
हे हातमा मैल रहेछ यो बालेको कति धेरै हौ चुना हालेको माटोगाडी छ परियालीमा। ए जे खाए नि पच्छ नि बैसा हो किसानीको मैल नै पैसा हो माटोगाडी छ परियालीमा। हे काम गरेन भनेर रिसा छ नखा सुर्ती गोबर नि मिसा छ माटोगाडी छ परियालीमा। हे पछि छोड्यौ मेलो नि ताना त ए सबै त पटुका बाना त काम देखेर घर भेटी खुस्केछ पड्का होइन लुङ्गी नै फुस्केछ। ए लुङ्गी खसे बानाना पटुका कालुका यो जाँडखाका बटुका माटोगाडी छ परियालीमा। हे लुगा छैन राखेछु कुनामा बड्को होइन दिएको थियो दुनामा। हे जाँड खाएर के यस्तो भाकी त चस्मा लाउने कोलेर आकी त माटोगाडी छ परियालीमा। हे अहिलेसम्म राख्या थिएँ सस्पेन उहाँ त मेरो होइसिन्छ हे नानी तिम्रो केही रहेन बाँकी त ए भगवान कस्ता छ गाकी हे स्वीकार्छु म भाग्यमा भएको जाँडखा बेला हो पहिला गएको माटोगाडी छ परियालीमा। हे पाउँछन् कि नै आँखाले भ्याउ दिदी हस्बेन्डलाई नि कोदालो देऊ दिदी माटोगाडी छ परियालीमा। हे कोदालोलाई घरतिरै राख्छ छ घरकै मकै खनेर थाक्छ माटोगाडी छ परियालीमा धेरै जोडी नखोज